कर्णाली छोरी सम्मेलनमा म यहाँ आउन पाउँदा र मलाई ज्योति फाउन्डेसनले यो निमन्त्रणा गर्दा र मेरो स्थानीय सरकारले यो निमन्त्रणा दिएर म एकदमै खुसी नै छु। यहाँ म पहिलोपल्ट म यो राजधानीमा पहिलोपल्ट छिर्दैछु म सुर्खेतमा, तर म आजसम्म आएको थिइनँ। म पहिलोपल्ट यो सुर्खेतमा आउँदैछु, तर एकदमै रमाइलो लागिरहेछ। अझै पनि यो सुर्खेतमा आउन पाऊँ भन्दै सुर्खेतसम्म आउँदै गर्दा तपाईँलाई केही अप्ठ्यारो परेर? त्यस्तो अप्ठ्यारो केही भएन। त्यस्तो अप्ठ्यारो केही पनि भएन। घर परिवारमा म सुर्खेत जान्छु, यस्तो यस्तो कार्यक्रममा जान्छु भनेपछि मेरो घर फ्यामिलीमा त दैले पनि नराम्रो काम गर्ने होइन, तर जुन काममा जाँदैछु म त्यो ठाउँमा चाहिँ मलाई फ्रिडम नै छोडिदिन आउँछ। यो मेरो छोरीले के गर्यो भोलि गएर के गरोस् है, अरूको अघि बेइज्जत नगराओस्, राम्रो काम गरोस् भनेर कहिले पनि रोक्नुहुन्न। मैले जे काम गर्दा पनि रोक्नुहुन्न, तर नराम्रो काम बाहेक अरू जे काम गर्दा पनि मैले कहिले रोक्नु भएको छैन मेरो फ्यामिलीले। अहिलेसम्म त्यस्तो अनुभव तपाईँले गर्नु परेको छैन? छैन। को हुनुहुन्छ फ्यामिलीमा? फ्यामिलीमा बाबा चाहिँ अब बाहिर देश हुनुहुन्छ, 14 वर्ष भयो बाबा विदेश गएको। अनि मम्मी, दिदीहरू अनि दाइ हुनुहुन्छ, अनि म। दिदीहरू हुनुहुन्छ भन्नाले? दुईवटी दिदी। एकजना दाइ हुनुहुन्छ? नै, दुईवटा दाइ अनि दुईवटी दिदी, अनि म चाहिँ कान्छी। सबैभन्दा कान्छी। पढ्दै हुनुहुन्छ हो? हजुर, मैले भर्खर अब 12 हो, 11 जोइन छ, अब 11 12। के गर्छु के बन्छु भन्ने सपना सास्नु भएको छ कि? अब मान्छे भइसकेपछि, छोरी मान्छे भइसकेपछि इच्छा सपना कति हुन्छ नि, कति छ गाउँभित्र पनि छ। मलाई चाहिँ पहिल्यैदेखिबाट मेरो इच्छा भनेको मलाई शिक्षक बन्न रहर हो। मैले त्यही सिद्धकुमारमै मैले अहिले एजुकेसन लगेर पढिरहेको छु। म अहिले कक्षा 11मा पढ्छु। मेरो भोलिको सोच चाहिँ शिक्षक बन्ने सोच हो, तर त्यो सफल होला नहोला, तर म त्यो काममा चाहिँ नियन्त्रण लाग्नेछु भन्ने सोच। तपाईँ शिक्षक बन्नका लागि तपाईँलाई घर परिवारबाट वा समाजबाट केही अप्ठ्यारो पर्ला जस्तो तपाईँलाई लागेको छ? समाजको कुरा सुन्यो भने त कति छ कति। समाज भनेको कुरा काट्नु हो क्या अरूको। कहिले राम्रो काम गरेर हुन्छ र समाजले अरूको कुरा मात्रै काट्छ समाजले। तर घर फ्यामिलीमा, मेरो फ्यामिलीमा कहिले पनि यस्तो काम गर्दाखेरि रोक्नु भएको छैन, मैले अघि भनिसकेँ। तर समाजको भने त फलानीको छोरीले यो गर्यो, फलानीको छोरीले ऊ गर्यो, फलानीको छोरीले यस्तो गर्यो भन्ने छ त। तर समाजको पछि पर्नु। तपाईँको कुरा अनुसार मलाई के लाग्यो भनेपछि तपाईँको घरमा जतिको स्वतन्त्रता तपाईँको दाइहरूलाई छ, त्यतिको स्वतन्त्रता राम्रो काम गर्ने कुरामा तपाईँलाई पनि छ। मलाई 100मा 100 पनि छ मेरो फ्यामिलीबाट। यो चाहिँ तपाईँको फ्यामिलीकै आफ्नो कारणले गर्दाखेरि भएको हो, घर परिवार समझदार भएको कारणले भएको हो भन्ने हो। यो अघि हामीले दैनिकको कालीगढको कुरा सुन्यौँ, त्यहाँ अलिकति छाउपडीको कुरा पनि त्यता अलिक बढी हुन्छ र सुनिन्छ पनि। यता सल्यानतिर त्यस्तो अवस्था त छैन होला है? अब पहिले हेर्दा चाहिँ त्यहाँ पनि सल्यानमा पनि छाउपडी धेरै थियो हेर्नु। अनि छाउपडी अब माथिको भेगमा त छ होला, अब धेरै नभए थोरै मात्रामा त छ होला। अनि म भने तल्लो भेगमा बस्छु, अलि सबै सुविधा अलि भएको ठाउँमा बस्छु। पहिलाको छाउपडी हुँदा चाहिँ धेरै के अरे अब जुन अब छोरी मान्छे महिनावारी हुँदा अब घरदेखि पर बसाल्ने, अनि त्यहाँ कति सर्पहरूले टोक्थ्यो होला, अनि उतै बलात्कार पनि हुन्थे। तर अब यस्तो नहोस् है, छोरी मान्छे अब त्यही घरमा बस्नुपर्छ है। त्यस्तो वातावरण मिलाउनका लागि म मेरा सिद्धकुमारको टिमहरू गएर हामी कति ठाउँमा कार्यक्रम पनि गरिसक्यौँ। यस्तो सिद्धकुमारका टिमहरू गएर यस्तो गर्नु नै, छोरीलाई घरभित्रै बसाल्नुपर्छ भनेर त्यो छाउपडी हटाउनका लागि हामीले गएर कार्यक्रमहरू पनि गरेका छौँ। धन्यवाद। म यता अर्को छेउमा आएँ। सर्वप्रथम त नमस्कार, मेरो नाम कल्पना साहु, ठेगाना सल्यान जिल्ला कपुकोट गाउँपालिका वार्ड नम्बर 5। म चाहिँ यहाँसम्म प्रतिनिधि गर्दै आएकी छु। कतिमा पढ्नुहुन्छ? 11मा पढ्नुहुन्छ। के पढ्दै हुनुहुन्छ? एग्रिकल्चर पढ्दै हुनुहुन्छ। पढ्न केही समस्या छ गाउँ घरमा बसेर? छैन, केही पनि समस्या छैन। तपाईँलाई स्कुलसम्म पुग्दै गर्दाको अवस्थामा सबैभन्दा बढी सहयोग या सपोर्ट घरमा कसले गर्नुभयो जस्तो लाग्छ? मेरो मम्मी बाबा हुनुहुन्न? नै। अहिले कोसँग बसेर पढिराख्नु भएको छ? म एक्लै बस्छु। अनि एक्लै बसेर पढिराख्नु भएको छ? हजुर। भनेपछि 11 सम्मको पढाइ पुरा गरिसक्नुभयो। अब
पुरा गर्दै हुनुहुन्छ भनौँ। हजुर। तपाईँलाई पढ्दै गर्दा अवस्थामा के बनेर देखाउँछु भन्ने चाहिँ मनमा सङ्कल्प छ? छन त धेरै छ तर सपना मात्र भएर हुन्न, पैसा पनि चाहिन्छ। प्रयास चाहिन्छ। म एक्लो छु घरमा भनेर भन्नुभयो। तपाईँलाई वा तपाईँ जस्तै अरू साथीहरूलाई हाम्रो पालिकाले भनौँ, हाम्रो सरकारले या विभिन्न महिलासँग सम्बन्धित काम गर्ने सङ्घ संस्थाहरू हुनुहुन्छ, यहाँ नीति निर्माताहरू हुनुहुन्छ, उहाँहरूले के गरिदिएको भए यो गरिदिएको भए मलाई वा हामी जस्ता थुप्रैलाई सहज हुन्थ्यो भने तपाईँलाई लागेको मनमा केही छ त्यस्तो? अनाथ बालबालिकालाई अलिक सहयोग गर्ने, उनीहरूको इच्छा चाहना पुरा गर्ने, अलिकति मद्दत गर्ने, सहयोग गर्ने, त्यही हो। छात्रवृत्ति दिनु पर्यो, आर्थिक रूपले शिक्षाको लागि सहयोग गर्नु पर्यो भन्ने अपेक्षा। हस्, थ्याङ्क यू, धन्यवाद। आइदिनु भयो, खुसी लाग्यो। पढ्न नछोड्नु होला। यो सङ्कल्प र यो अठोटलाई कायम राख्नु होला। हाम्रो शुभकामना छ तपाईँलाई है। धन्यवाद। कालीमाटी गाउँपालिका वार्ड नम्बर 2 की छोरी कल्पना विकको तर्फबाट यहाँ उपस्थिति सम्पूर्णमा स्वीकार्नुहोस्। न्यानो नमस्कार। श्रीज्योति फाउन्डेसनले जुन हामीलाई अवसर दियो त्यसको लागि श्रीज्योति फाउन्डेसनलाई म कल्पना विकको तर्फबाट धेरै धेरै हृदयदेखि नै धन्यवाद। अब हामी लगभग